साथीहरू, इन्डियामा एउटा चर्चा चलिरहेको छ, कक्रोच जनता पार्टी। नेपालको जेनजे आन्दोलन जस्तै भारतमा डिजिटल्ली मुभमेन्ट अगाडि बढिरहेको छ। भारतका सर्वोच्च अदालतका प्रधान न्यायाधीश जस्टिस सूर्यकान्तले एउटा मुद्दाको सुनवाईमा भारतका युवाहरूलाई अल्छी, बेरोजगार, काम नपाएका कक्रोच जस्तै भनेपछि अहिले भारतमा 6-7 दिनमा कक्रोच जनता पार्टीले राज्य सत्तामा भएको वा सरकारमा भएको भारतीय जनता पार्टीको इन्स्टाग्रामको पेज भन्दा 10 मिलियन फलोवर्स चाहिँ बढिरहेको छ। 5 बुँदे मागसहित आफ्नो मेनिफेस्टो अगाडि सारेको कक्रोच जनता पार्टीको अहिले विश्वभरि चर्चा चलिरहेको छ। कतै साम्राज्यवादी शक्तिहरूले भारतमा पनि एक किसिमको उथलपुथल त ल्याइरहेको छैन। भारतका एउटा 30 वर्षीय नागरिक अभिजित दीपकले मे 16 मा कक्रोच जनता पार्टीको घोषणा गरे। सँगसँगै अहिले डिजिटल्ली उथलपुथल आइरहेको छ र भारतका सरकारी पक्षका पार्टीहरूलाई एक किसिमको दबाब बढिरहेको छ। केही जानकारी र सुझाव भए कमेन्ट गर्नुहोला, भिडियो सेयर गर्नुहोला। धन्यवाद।